साथीहरू धेरैजनाले सोध्नु भयो कि यो अन्डा चाहिँ भित्र चाहिँ कस्तो छ भनेर धेरैजनाले सोध्नु भयो र आज चाहिँ म यो अन्डालाई चाहिँ अनबक्सिङ गर्न गइरहेको छु तपाईँहरूको छेउमा नै साथीहरू। र मलाई पनि थाहा छैन भित्र चाहिँ कस्तो छ भनेर। त्यो अन्डा नै हो कि या त भित्र के निस्किन्छ हेर्नुहोस् है। अब न रानी पो छैन कि है साथीहरू, हेरौँ है साथीहरू। ल के चाहिँ छ रहेछ यसको चाहिँ, भित्र चाहिँ के रहेछ, कस्तो खालको चाहिँ रहेछ। म पनि यो फर्स्ट हेर्दैछु साथीहरू। अन्डा चाहिँ यो चाहिँ हेरौँ है साथीहरू। ल टक्क निकै कडा पो छ त हौ साथीहरू। ल साथीहरू यो चाहिँ नि पहिलाबाट नै उसिनेर उयो गरेको रहेछ साथीहरू। लु म त छक्कै परेँ साथीहरू। पहिला नै उसिनेर राखेको रहेछ साथीहरू। थेटिका साथीहरू, म त यहाँनिर त उयो के पऱ्यो मासुसँग मेरिनेसन गरेर मजाले बनाउनु पऱ्यो भनेको त मजाले झुक्कायो नि साथीहरू। मलाई पनि हेर्नुहोस् त त्यही त फुट्दैन, कडा कडा छ। हट साथीहरू, मलाई नै झुक्कायो यहाँनिर अन्डाले त। लु यो चाहिँ मलाई उल्लु बनायो साथीहरू। जर्मनीमा आएर यहाँ उल्लु बनायो साथीहरू। अरे राम्रो चाहिँ उसिनेको छैन रहेछ साथीहरू। राम्रो उसिनेको भए त यस्तोहरू निस्किन्थेन नि साथीहरू। अन्त मैले के याद गरेँ भन्दाखेरि चाहिँ नि यो देख्नुहुँदैछ तपाईँले, यो कलर चाहिँ ब्लू कलरको थियो। हेर्नुहोस् न कलर बस्दो रहेछ हो, देख्नुभयो यी साथीहरू। अब यसलाई चाहिँ नधोइ भएन साथीहरू। अब यो फर्स्ट टाइम अब मैले यो चाहिँ अन्डा चाहिँ धुँदैछु साथीहरू। अब यो चाहिँ किन भन्दाखेरि चाहिँ यो चाहिँ एकदमै यहाँनिर कलर बस्दो रहेछ हौ। नेक्स्ट टाइमदेखि चाहिँ ल्याउँदिनँ साथीहरू। यो यस्तो हुँदो रहेछ हो, र पनि गएको छैन देख्नुभयो। यस्तो हुँदो रहेछ साथीहरू। हेर्दा चाहिँ राम्रो तर साथीहरू हेर्नुहोस् त हो, कति मजाको। तर मलाई चाहिँ अलिकति पर्सनल्ली मलाई चाहिँ मन परेन साथीहरू।